ए बुवा 1000 यहाँ मैले भिडियो बनाएको होइन अनि हेर भोइस ओभर हो कि भोइस कभर गर्न मलाई आएन तपाईँ बोलिदिनु त यहाँ मेरो भिडियोमा ल लु बोल्नु यहाँ सबै ढुङ्गो माटो फिजाइरहेको छ। हो अरू पनि अब त्यो फिजाको ढुङ्गो माटोलाई चम्चाले पस्किनुपर्छ। एक चम्चा त्यहाँ छ ढुङ्गो माटो। अब त्यहाँ हातले यसो उसो गरेर डल्लो बनाउनुपर्छ। अब दुईटै हातले डल्लो बनाउनुपर्छ। अब त्यहाँ यसो गरेर लामो बनाउनुपर्छ। लामो हुँदैछ। अब त्यहाँ जोड्नुपर्छ। अनि त्यहाँ रोटी हुन्छ। रोटी भइसक्यो। भइसक्यो ल ल। अब त्यहाँ के हालेर फुल बनाउनुपर्छ। फुल जस्तो बुट्टे भयो। अब त्यो बुट्टे रोटी हो। अब त्यो फेरि डल्लो हो। अब त्यो डल्लालाई त्यहाँ तेलमा यसो उसो हाल्नुपर्छ। अब अन्डा हुन्छ। अब फेरि फुल अन्डा भयो। यसको नाम फुल अन्डा हुन्छ। त्यहाँबाट फेरि बटारेर हातले यसो गर्नुपर्छ। त्यहाँ दुई हातले जोडेर रोटी भयो। यो रोटी चाहिँ चम्चाले ट्याक ट्याक लाउनुपर्छ त्यो झोल। अब फेरि पिठो माटाको पिठो छर्नुपर्छ। अब चाहिँ फुल भयो है। फुल भयो। ल यो फुल रोटी हो। अब फेरि बटार्नुपर्छ। यो खेल्दा खेल्दा हैरान हुन्छ। अब फेरि दियो हुन्छ। त्यहाँ दियो भयो। अब यो दियो बनाएपछि फेरि के गर्ने? भिडियो बनाउने नि। अब यो डल्लो हुँदैछ। अब यो डल्लो के गर्ने? खाने नि। अब यो कसरी खाने? भुँडी दुख्छ? दुख्दैन। अब यहाँ दाँतमा खस्रो ग्यारेङ ग्यारेङ हुन्छ। खाने माटो हो नि त यो। अब माटो पनि खाने र नखाने हुन्छ। कहाँ पाइन्छ यो माटो? त्यहाँ खोलामा पाउँछ नि। राम अब यो खोलामा पाउने माटो राम कति राम्रो भयो त। अब यो लु अब फेरि भाँडामा हालेको छ। लु यो माटो छिटो खाएर अनि भाइरल भएर अनि पैसा कमाइहाल्नु पर्यो। राम थोरै राम्रो भएन छ। एउटा दुईटा तीनटा चावडा है तेरिका हो। क्या राम्रो यति हुँदा पनि भाइरल हुँदैन त अनि। ओहो राम फुल रोटी है फुल रोटी। हेर्नेहरू सबैलाई धन्यवाद। सकिएको? अब अहिलेलाई सकियो। हेलो साथीहरू, अस्ति मैले खाएको त्यो डल्लाहरू चाहिँ के हो कसरी बनाएको भनेर सोधिरहनु भएको थियो धेरैजनाले। त्यो चाहिँ माटो हो। अनि माटोको डल्ला भन्दा कसरी बनाएको त्यो भिडियो पनि हाल न भनेर कतिजनाले भन्नुभएको थियो। त्यही भएर यो भिडियो आज चाहिँ बनाएको मैले। माटोलाई चाहिँ मैले यसरी राम्रोसँग भिजाएपछि मुछेँ। यो चाहिँ धेरै नै गिलो भएछ। यो चाहिँ नुनिलो माटोको टुक्रा हो। यो जुन भिजाएको माटो छ यो चाहिँ नुनिलो हुँदैन। अनि यो डल्लो चाहिँ नुनिलो हुँदैन। यो चाहिँ चक्लेट कलरको माटै हो। माटोको पेस्टमा मैले डुबाएँ। यो चाहिँ चक्लेट कलरको छ नि त। यो चाहिँ माटै यस्तै हो। मैले पहिला पनि भिडियो बनाइसकेको छु यिनीहरूको बारेमा। यसमा चाहिँ मैले कुनै पनि कलरहरू मिक्स गरेको चाहिँ होइन। यो माटै यस्तै हो। अनि अब यो चक्लेट कलरको चाहिँ गुलियो हुन्छ कि जस्तो लाग्छ भने त्यस्तो चाहिँ हुँदैन। गुलियो अमिलो पिरो चाहिँ हुँदैन। यिनीहरूको टेस्ट चाहिँ छुट्टै नै हुन्छ। अनि नुनिलो पनि हुँदैन। यो जुन टुक्रा यो सेतो माटो मैले लाएँ नि यो चाहिँ नुनिलो हुन्छ। यो माटो चाहिँ है हामी सानोमा यसलाई शिलाजित भन्थ्यौँ। शिलाजित त होइन रहेछ माटो नै रहेछ। नुनिलो भएकोले हामीले त्यस्तो भन्थ्यौँ कि। त्यसपछि यसको स्वाद चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तै घिउको स्वाद कस्तो हुन्छ है। नुनिलो अमिलो पिरो हुँदैन नि, मिठो हुन्छ नि, त्यस्तै नै हुन्छ क्या यो। तर फेरि घिउ जस्तै हुन्छ भन्न खोजेको होइन। त्यस्तै यसको छुट्टै स्वाद हुन्छ भन्न खोजेको। कस्तो राम्रो बनेको छ हेर्नु त। आहा क्या दामी भयो है। त्यस्तो हुन्छ है। यसको स्मेल पनि एकदम मिठो हुन्छ। यति मिठो बास्ना आउँछ। पानीमा भिजाएपछि झन् मिठो बास्ना आउँछ। चिप्लो अनि गनाउने त्यस्तो चाहिँ हुँदैन। यो एकदमै मिठो भन्दा पनि मिठो हुन्छ। कस्तो राम्रो भएको छ। यो चाहिँ मैले टिकटकमा हेरेर बनाएको क्या। त्यो विदेशीहरूले यस्तै बनाउँदो रहेछ अनि त्यही हेरेर बनाएको मैले। यो चाहिँ कस्तो राम्रो। कतिजनाले अनलाइन मगाएर खाएकोहरूले नुनिलो चिप्लो गनाएको हुँदो रहेछ भन्नुभएको थियो। यो माटो चाहिँ त्यस्तो हुँदैन है।